हेलो गाइज, सो वेलकम टु माई सर्ट भिडियो पवन सुनार ब्लगमा स्वागत छ तपाईँहरूलाई। म चाहिँ आज भर्खर सुतेर उठेको। अब भलिबल खेल्न जाने तयारी। हाम्रो साथ हुनुहुन्छ यहाँ, साथीहरूले खेलिरहनु भएको छ। हाम्रो साथ हुनुहुन्छ विशालजी, यसको प्रतिनिधित्व गर्दै हुनुहुन्छ। भलिबल गेम चलिरहेछ यहाँ। आज छुट्टीको दिन हामी पनि यसो बल खेल्न जाने भनेर तयारीमा छौँ। यो मेरो पहिलो भिडियो हो, त्यतिको बोल्ने कन्फिडेन्स छैन। कृपया स्वीकारिदिनु होला मेरो यो सानो भिडियोलाई, छोटो भिडियोलाई। किप लभिङ, किप सपोर्टिङ गाइज। विशालजी गइसक्नु भएको छ। भलिबल खेल्न जाँदैछौँ, तर चप्पलमा छु म। साथीहरू जुत्तामा हुन्छ। लागिँदैछ गाइज। यस गाइज, फाइनल्ली हामी अहिले गार्डनमा आइसकेका छौँ। हाम्रो यस गार्डनमा चाहिँ तर एउटा कुरा चाहिँ के हो भन्दाखेरिमा, गऱ्यो भने चाहिँ जे पनि हुन्छ भनेर एउटा उदाहरण भनेको गल्फ कन्ट्रीलाई हेर्न सकिन्छ जस्तो लाग्छ मलाई, होइन? किनकि यहाँ नहुने नगरेका मान्छेहरूले भनेको केही चिज छैन। सबै चिजहरू छ, होइन? उत्पादन नि हुन्छ, सबै कुराहरू हुन्छ। त्यसैले म अहिले गार्डनमा साथीहरूको सँग गएको छु, होइन? त्यही भन्न चाहन्छु म। किप लभिङ, किप सपोर्टिङ। अलिकति जाडो भएर यस्तो छ। म तपाईँहरूलाई चाहिँ यो गार्डनको भ्यू पनि देखाउँछु। यहाँको गार्डन चाहिँ बेलुका 5 बजेबाट 11 बजीसम्म बेलुका हुन्छ। यहाँ चाहिँ बेला मौकामा इभेन्ट प्रोग्रामहरू नि हुँदो रहेछ। त्यसै क्रममा मेरो ड्युटी नै यहाँ परेको थियो। त्यस्तै छ। म तपाईँले यहाँको भ्यू देखाउँछु। समुद्र यहीँ नजिक छ। यो चाहिँ गार्डन अथवा पार्क भनौँ। अहिले हामी भलिबल खेल्न जाने चाहिँ यो कोर्टमा। विकास गर्नमा चाहिँ एकदम कहीँ कतै कसुर राखेको होइन क्या। त्यही भएर देश यस्तो विकसित भयो होला। जहाँ केही कामै छैन, विशालजीले बोलाइरहनु भएको छ। अब यहाँ एकदम पानीको चाहिँ के भन्छ यसलाई यार, यस्तो छ। म देखाउन गइरहेको छु छोटो सर्टकटमा। तर एकदम रमाइलो छ यो ठाउँ। रमाइलो छ, आनन्द छ, पिसफुल छ। ल, हाम्रो रनर पनि आइसक्नु भएको छ, विशाल विष्ट फ्रम झापा। के छ विशालजी, यो पालिको भोट चाहिँ कसको लागि दिने हो? घन्टी छाप हो। अहिले विदेशमा पनि एकदम चुनावको माहौल एकदम छ। अहिले घन्टीमय छ विदेशमा पनि। सही हो, सही हो, एकदम। यो चुनावलाई चाहिँ के कसरी हेर्न सकिन्छ, के भन्न चाहन्छ? होइन, यो चुनाव भनेको परिवर्तन खोजिरहेका छौँ हामीले। त्यही परिवर्तनको निम्तिको चुनाव हो यो, होइन? अब यहाँबाट भोट दिन त असम्भवै छ। तर परिवार, आफ्नो इष्टमित्र सबैजनालाई चाहिँ योपालि चाहिँ परिवर्तनको निम्ति भए पनि एकचोटि घन्टी छापमा, होइन, घन्टीमा ल्याम्पमा पाराले छाप हान्नुहोस् भनेर अनुरोध गर्ने। सही हो, सही हो, त्यही हो। अब
ल यस्तै छ। यसपालि परिवर्तनका निम्ति सबैले घन्टी छापमा भोट ड्याङ्ग हाल्नु होला। अनि अर्को कुरा मलाई कस्तो लाग्छ भन्दाखेरिमा ल ल सायद यस्तै राम्रो ठाउँ हुन्थ्यो भने नेपालमा यसको एकदम दुरुपयोग हुन्थ्यो क्या। मान्छेहरू एकदमै यसलाई चाहिँ भत्काउने टुटाउने हुन्छ नि। र केटाकेटीहरू डेटिङ त धेरै आउँथ्यो होला यसमा। अफसोस। ठिक छ, अब भलिबल खेल्न जाँदैछौँ हामी। यो रमाइलो वातावरणसँगै यो ठाउँमा ड्युटी गरेको हुनाले चाहिँ मलाई म हाम्रो चाहिँ सेक्युरिटी मित्रसँग मिल्न जाँदैछु। Hi boss, how are you? Oh, how are you? Yeah, good. Say hi. No. You look for. Yeah, okay, sorry. So how was your day? Enjoy with him. Okay, yeah. Okay. यस्तै छ। सायद चाहिँ इजिप्सियन हुनुपर्छ। एकदम हामीभन्दा अग्रज गाडै हुनुहुन्छ उहाँ। असल इमान्दार। यस्तै छ। साथीहरूले चाहिँ अब यहाँ खासै त्यस्तो खेल्न जान्ने चाहिँ होइन, तर समयको सदुपयोग र साथीहरूले भनेर आइयो। केही झलकहरू देखाउँछु म। यस्तो छ है, केटाहरूले यहाँ बनाइरहेछन्। यस्तो नेपालमा पनि यस्तो किन हुँदैन? हुनपर्छ। अब नयाँ सरकारले बनाउने आशाका साथ घन्टी चिन्हमा मतदान गरौँ। सबैले यही भनेर म विनम्र अनुरोध गर्न चाहन्छु। परिवर्तनका निम्ति एकचोटि चान्स दिनुपर्छ जस्तो लाग्छ। As you can see, फाइनली हामी भलिबल खेलेर नि भइसक्यो। अहिले म पार्कमा छु। यस्तै भयो आजको छुट्टी। आजको यता गार्डनमा चाहिँ भलिबल खेलेर भइयो। अहिले यहाँ छु, म बसिरहेको छु। साँझको 6:30 बजिसक्यो। गार्डन रमाइलो छ। यस्तै छ। रमाइलो छ चिसो मौसममा। अहिले बेलुकाको यस्तो छ माहौल। एकदम आनन्दको छ। रमाइलो वातावरणमा चाहिँ म चाहिँ आइसो स्पिड फ्रम दुबई UAE. Say hi. What's your name? My name is Ashur Sit. Yeah. From online, huh? Yeah. ऊ चाहिँ मैले आइसो स्पिड जस्तो लाएर चाहिँ मैले उसलाई बोलाएँ। I make a video, huh? Okay, no problem. I'm making video, small video. So how's your work? But me very. मैले भर्खरै look like आइसो स्पिड यहाँ चाहिँ दुबईमा भेट भइसकेको छु। यस्तै छ पार्क आज। अहिले चिसो पनि छ। चिसो यस्तो हुन्छ।
तिमी रुँदा साँझ पखको यो साँझ एकदम रमाइलो छ। म पनि तरेको थिएँ आँखाभरि। किप लभिङ किप सपोर्टिङ गाइज। यो मेरो पहिलो भिडियो हो गाइज, सपोर्ट गर्नु होला। यस्तै छ, म भिडियोहरू अपलोड गरिरहेको छु।